एभ्रिवान आज चाहिँ मेरो साथीको बर्थडे जङ्गलतिर गएर मनाउनलाई भनेर केटाहरूले भनेर राति गयो है। अनि त्यसपछि स्टार्टिङ चाहिँ यस्तरी भयो कि होइन बवाल भयो। अनि फर्स्टमा चाहिँ उज्जवल दोस्त छ, त्यसपछि बर्थडे बोय आजको स्पेसल्ली है। एन्ड त्यसपछि यता आइस दोस्त अनि प्लस अनि यता हाम्रो साथी बोधे दोस्त पनि छ है। अनि त्यसपछि सबैजना आफ्नो काममा व्यस्त र यता मनिष दाई पनि होइन। अनि यता हिमांशु, सुदीप, दिनेश, राजीव दोस्त अनि त्यसपछि म होइन। जस्ट हामी चाहिँ सबैजना गयौँ बर्थडेको लागि बनाउनु होइन। यो बर्थडे बोय हो त्यो चाहिँ। जस्ट झारासारा पनि बनाएको थियो, केटाहरूले पानी खाँदै एन्ड मुखसुख पनि धुयो होइन। अब चाहिँ के गर्नुपर्छ भनेर केटाहरूले बस्नको लागि ढुङ्गासुङ्गा लिएर आयो। एन्ड त्यसपछि कोहीले चाहिँ अब बोइलर सोइलर केलाउने यताउता गर्ने होइन। अब कोहीले चाहिँ बोइलरलाई झर्काउने यताउता गरेर अनि केटाहरूले आगोसागो पनि फुक्दै थियो मस्त तरिकाले। त्यसपछि पानी हाल्यो होइन मेरो चाउचाउको लागि भनेर। अनि फेरि केटाहरूले राम्रोसँगले बोइलर उयो गर्यो ततायो भनौँ न। अनि त्यसपछि चाउचाउ मैले चाहिँ हालेर मेरो लागि त अब भेज पऱ्यो, आफू त अब भेज चाउचाउ छ होइन। त्यसैले गर्दा पनि अब पचट्ट लाएर चाउचाउ लगेको थियो केटाहरूले। अनि 4-5वटा चाउचाउ हालेर अनि त्यसपछि मस्त यसलाई चाहिँ अब पानी पनि फाल्नु पऱ्यो किनकि धेरै भइसक्यो पानी भनेर। अनि फेरि हाफ बोइल चाहिँ चाउचाउ निकालेर मैले यस्तो दामी बनाउनु लागेको थिएँ। केटाहरूले चाहिँ बनाइदियो मलाई, थ्याङ्क यू सो मच है चाउचाउ है। आइस दोस्तलाई थ्याङ्क यू भन्न चाहन्छु। र प्लस मसला हालेर डाडु चाहिँ सेभ हुन्छ भनेर अब यतातिर राखेँ क्या, फोहोर नलाग्छ भनेर मसला मिक्स गरेर मच्यो। अनि त्यसपछि भुजा पनि मिक्स हाने। अनि त्यसपछि एकदम खाइदिएको त यस्तो टेस्टी थियो कि गाई चाहिँ जिन्दगीमा नबिर्सिने टेस्टी थियो क्या होइन, मस्त तरिकाले र एकदम बवाल लाग्यो। अनि मासु पनि काट्दै थियो। सुरुमा चाहिँ साथीहरूले प्याज हाल्यो अनि मासु हाल्यो। अनि चटलाएर हाफ बोइल गरेपछि फेरि अर्को मासु एड गरेँ। अनि त्यसपछि केटाहरू चाहिँ दबाउनु थाल्यो। अनि म पनि खाइदिउँ भनेर खाइदिएको अलिकति है। अनि फोटोसोटो सुट पनि गरेँ बर्थडे बोयसँग। अनि प्लस केटाहरूले पनि खान थाल्यो, म पनि फेरि लास्ट टाइम खाइदिएर अनि त्यसपछि चाहिँ हामी सबैजना घरतिर फर्क्यौँ है। अनि यतातिर बर्थडे बोयले केही कुराहरू भन्दै थियो। अनि त्यसलाई चाहिँ मैले माइक साइक काटेर अहिले चाहिँ भिडियो भोइस ओभर गरिरहेको छु जस्ट ल त। अनि आजको भिडियो यस्तै भइहाल्यो। हजुरहरूलाई के कस्तो ल त आजको मिनी ब्लग यस्तै भइहाल्यो। अब नेक्स्ट मिनी ब्लगमा भेट्नेछौँ, छिटो नै भेट्नेवाला छौँ। ल त बाइ गाइस।